हजुर नमस्कार है नमस्कार। आज शनिबार है, म चाहिँ भर्खर है कोटेश्वरको जडीबुटी पुगेर आएको है। त्यहाँ चाहिँ अब आमालाई अलिकति मोह पठाइदिनु है मलाई भनेर भनेको थिएँ। अनि आमाले हुन्छ भन्नुभएको थियो नि त। अनि त्यसपछि यो हाम्रो घरमा एकदमै प्योर मोह हुन्छ होइन। हाम्रोतिर चाहिँ अब त्यो जङ्गलको त्यो फालफुलको कस्तो राम्रो त्यो के अरे उसको फुलहरूको मात्रै हुन्छ नि त प्योर, कस्तो राम्रो बनाउँछ के मोह हुन्छ। अनि औषधि हुन्छ नि त। अनि आमालाई पठाइदिनु भनेको साथीहरू हेर्नुहोस्, बदाम। अब यो बदाम पनि पठाइदिनु भएछ। यसमा चाहिँ सिमी छ है। अनि कालो दाल यो उसको बोतलमा हालेर पठाउनु भएछ। अनि यो स्पेसली घरकै तरुन हो यो हाम्रो है, घरमै बारीको तरुन। अनि यो घिउ पनि पठाइदिनु भएको रहेछ। अनि यो बुङ्गुरको मासु है, यो बुङ्गुरको मासु, यसमा चाहिँ मोह पठाइदिनु भएको छ। त्यही मोह भइहाल्यो। हेर्नुहोस् साथीहरू कस्तो राम्रो के। यहाँ हेर्नुहोस् न, यस्तो मैले खानलाई निकालेको है हाम्रो। अब यहाँ हेर्नुहोस् न, यस्तो राम्रो हुन्छ के यो मोह है, प्योर मोह। अनि म चाहिँ कहिले पनि मोह किन्दिनँ के, बाहिर बजारको किनेर खाँदैनौँ हामी चाहिँ। यही आमाले पठाइदिनुहुन्छ, यही खान्छु। अनि आमालाई त्यही मोह मात्रै पठाइदिनुहोस् ल आमा भनेको त हो। चामल अलिकति पठाइदिनु भएछ। चामल नपठाउनु भनेको, चामल चाहिँ के अरे बिरामी हुँदाखेरि यताउति जाउलो खानुहुन्छ भनेर घरको चामल भनेर पठाइदिनु भएछ। चामल चाहिँ तल भुइँमै राखेको छु, भिडियो नबनाएको। किनभने आफ्नो आमाले बनाइदिएको पठाइदिएको चिज हो नि त। त्यसले गर्दाखेरि भिडियो बनाउनु मन लाग्छ साथीहरू। आफ्नो आमा बाबाले भनेको होइन, आफ्नो छोराछोरीलाई जहिले पनि सानै देख्नुहुन्छ, राम्रो गर्नुहुन्छ। अनि यो मेरो भदै बुहारीले चाहिँ कहिले पनि पठाएको सामान बिग्रिँदैन के साथीहरू। यस्तो राम्रो गरेर पठाउँछ यिनीहरूले है। मासु हेर्नुहोस् न, जस्तोको तस्तै आइपुगेको छ। यो बिरे भदाइले पठाइदिएको, त्यसलाई भदाइ बुहारीलाई पनि धेरै धेरै धन्यवाद, आमालाई पनि धन्यवाद। हजुरहरू सबैजनालाई थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा।